हाई गाइस, आज हामी बनाउँदैछौँ बुङ्गोको अचार। यो उसिनिसकेको छ। तपाईहरुलाई मैले भिडियोमा योभन्दा अगाडि उसिन्नुभन्दा अगाडि कस्तो देखिन्छ त्यो हाल्दिएको छु। मैले यो बुङ्गो पकाउनुभन्दा अगाडि चाहिँ बाहिरको 2-4 लेयर छिप्पेको बोक्राहरू हुन्छ त्यो चाहिँ सबै फ्याले। भित्रको कलिलो बोक्रा जब कलिलो भाग आउन थाल्छ खाना मिल्ने भागहरू चाहिँ मैले त्यतिकै राखेर यतिकै सिङ्गै नै मैले उसिनेको यसलाई र आलुलाई। यो चाहिँ कलिलो कसरी थाहा पाइन्छ भने बाहिरको बोक्रा चाहिँ एकदम छिप्पेको हुन्छ हैन, त्यो चाहिँ कलेजी कलर हुन्छ। जब कलिलो पार्ट आउँदै गर्छ यो चाहिँ यस्तो व्हाइट क्रिमी अनि यता हल्का कलेजी हल्का यस्तो सेतो कलेजी भाग देखिन थाल्छ। यस्तो भागहरू आउन थाल्छ, तपाईहरुले आफै थाहा पाउनुहुन्छ। यो चाहिँ उसिनिसकेर कालो भएको छ, नभए यहाँ चाहिँ कलेजी कलरको हुन्थ्यो है, मरुन कलरको। नि कलिलो चाहिँ यसरी चिनिन्छ। अनि अब यो उसिनिसकेको छु मैले। उसिनेर यसको बोक्रा यसरी निकाल्दै, बोक्रा निकालेपछि यो भाग यसरी निकालेपछि यहाँ भित्र फुल हुन्छ है। यो फुललाई चाहिँ सट्ट निकाल्ने अनि यसलाई केलाउँदै नि हाल्ने। अब जब भित्र अलिक यो सबै छिप्पेको बोक्रा यो पनि अलिअलि छिप्पेको यो निकालिसकेपछि भित्र कलिलो भाग आउँछ, त्यसलाई चाहिँ म यत्तिकै नै मुछ्छु है त। यो फुलमा चाहिँ बीचमा एउटा डाँठ हुन्छ, तपाईहरुले सायद खाइराख्नु भएको छ भने तपाईहरुलाई थाहा छ, कतिलाई थाहा नहुन्छ। यो एउटा अरु सबै सफ्ट हुन्छ है, यो एउटा चाहिँ अलिक कडा हुन्छ के। अनि यसलाई चाहिँ यसरी निकाल्यो भने सिंगल यसरी निस्किन्छ। यसलाई फ्याल्ने है, यसरी नै बिस्तारै सबै फुलबाट हेर्नु है त। सबै फुलभित्र एउटा यस्तो हार्ड एउटा यस्तो हुन्छ के, सिन्का जस्तो। यसलाई चाहिँ निकाल्दै फ्याल्ने, सबै यसबाट निकाल्ने। अलिकति समय लाग्छ तर मिठो हुन्छ है। टाइम चाहिँ लाग्छ, कतिजनालाई झ्याउ लाग्न सक्छ यस्तो गर्नलाई, तर मिठो चाहिँ मिठो हुन्छ। अनि यो तपाईहरुले हरियो हुँदाखेरि पनि भन्नाले उसिन्नुभन्दा अगाडि नै पनि केलाएर फ्याल्न सक्नुहुन्छ। अब यो उसिन्नुभन्दा अगाडि फ्याल्दिनँ मैले चाहिँ उसिनेपछि नै मैले यो गर्दैछु, किनभने मलाई यसरी नै सिकाउनु भएको थियो मलाई मम्मीले। त्यही भएर मैले यसरी बनाउँदैछु। ल यसरी हामी उखाल्ने, यो सबै निकाल्ने छौँ। हामी यो सबै भित्रबाट निकाल्ने छौँ। निकालिसकेपछि रेडी भएपछि म तपाईलाई बनाउनुभन्दा अगाडिको भिडियो देखाउने छु है त। ओके गाइज, मैले यो केलाइसकेँ। अब यसमा मैले के हालेको छु हेर्नु है त। यो चाहिँ केलाइसकेको हो है। अनि त्यसपछि यसमा मैले हाल्ने छु यो लसुन चाहिँ अहिले तेलमा फुर्याउने हो। लसुन, अदुवा अनि मेथी र यो खोर्सानी फुर्याएर झान्ने हो। अनि त्यसपछि यो हरियो खोर्सानी, धनियाँ, हरियो धनियाँ, उसिनेको आलु, प्याज काटेको छ, कागती, यो बुङ्गो भइहाल्यो। अनि यहाँ मैले तिलको छोप राखेको छु। यो तिलको छोप र टिमुरको छोप, सबै टिमुर पनि छ यसमा है त। अब म यो सबै चिज हालिसकेर म तपाईहरुलाई फाइनल रिजल्ट देखाउने छु। मैले यो प्यानमा लिएको छु तोरीको तेल। यो अलमोस्ट तातिसकेको छ। अब यसमा मैले फुर्याउने छु मेथी, जिरा, अलिकति बेसार हाल्ने छु, हरियो खोर्सानी, लसुन, अदुवा, यति फुर्याएर म झान्ने छु अचारलाई। मेथी अलिअलि कालो हुन थालेपछि म यसमा जिरा हाल्ने छु। मेथी कालो भइसकेको छ, यसमा मैले जिरा हाल्ने छु। यो फोकस भइरहेको छैन। जिरा फुटिसकेपछि म यसमा हाल्ने छु खोर्सानी, लसुन, अदुवा। ओके, सो हाम्रो बुङ्गोको अचार रेडी भइसकेको छ। भिडियोमा देख्न सक्नुहुन्छ एकदम टक्क परेको बुङ्गोको अचार बनिसकेको छ। तपाईहरुले पनि आफ्नो घरमा यसरी नै बनाएर ट्राई गर्न सक्नुहुन्छ। बाई।